भिडियो सर्ट गरे बडी काम छ काम काम छ उयो दर्शनलाई त बोल न यो भेटाए बडी मैले देखे बस्नु सक्नु पनि पर्यो नि खोल्दिदी आउनु मैले के सोचेको ए सिधा एउटा धुएछ कतै त नि हामी आफै लाउँछ यहाँ बाटो भिडियोमा के भिडियोमा बनाएको पनि सिकाएको ल्याउ नि दुईटै बनाउँछु हामी त ल्याउने साडीको उयो भयो आमाले सबै यो लगाएको हो अबिर उयसमै पानी छैन कति ढिलो खाएको ए यो अनि के खाएको यो बेसन ल्याएछ कति छ भने लेखिदिन्छु मलाई त केमा लो उयो दुईटा थाल बनाउनु मलाई तपुज के भयो बुझ्नु त सबै बुझ्दा भयो कसरी लेख्छ अहिले देख्छ चाबी सेलगान अन्ताल भिडियो गरिदिन्छ सबै एकैचोटि बुझ्नु सबै बसेर ल्याउनु नि दिदी यसरी साडी त्यो दुईजना टिप्दै हाल्नु त्यो धेरै सजिलो भयो कि मेरो गर्ने सबैजना कति छरेको काट्नै यो त्यसलाई रिस भयो त यसलाई दिएर बेसी के गर्नु यो नगर्नु अरु त्यो छैन हैन कल्पना किन हुन्छ बाल्नु यहाँ बनाऊ एकजना ए हो सरी बन साडी लुयो ओए साडीहरु डर छ है यो 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 के रे कार्पेट भित्र अलिक खोजेर उयो तानेर डरी गयो मेरो हिजो कसरी निकाल्नु पालो 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 लु उता लगाइदिनु दुईजनालाई यो डर छ के गर्नु बाहिर गएर हावाले बनाउँछ पर्नेलाई बाहिर नजान र हावाले उडाउँछ अरे लियो छैन यता साडी हुस्क्यो पालो पालो यसरी आउँछ ए वान त्यसरी पो गर्ने म त सबैलाई हामी नि गर्नु भने यता त गर्छ हुन्छ राख्नु पर्दैन नि त अगाडि कल्लै बिलो गरेर जेको जुलाइट ब्याकग्राउन्ड त्यसलाई के भयो राखिहाल्नु ओइ ओइ देऊ भाइ यता मान्छे एकदिन राखेर राखेर अघि राखेर उयो हेर जुत्ता कति भयो क्या फुटाउनु पुराउनु यता दुईजना गरायो दुईजना बोलेको गर्छ नि के रे यो मखमली फुल अरु छ त अनि फुल यो भिजेको यो मौरे भिजाएर नि उयो नेम्सो बनाएको अरे कि गरालाई नरम बनाएको अरे सबै पानीमा भिजाउनु भएछ सबै के हेरौँ उयो सयपत्री फुल उयो मखमली फुल नरम बनाएको मैले यसकै बेला पहिले टिपेको सबै बितिसकेर लास्टमा किनेको
नभए यस्तो ठुल्ठुलो त यसमा धेरै बिक्री भएको उयो दिन्छ तिनीहरूलाई एउटा उयो कान कोटाउने त थाक्यो उठो आइदियो माया दिनेशलाई लगाइदिनु न त मलाई लगाइदे त्यही त जमेको लाग्यो भने निधारमा आँट्दैन पिठो मैदा अरूले लाँदा भइरहेछ अनि सेती सकियो अर्को बोट बनाएको त नि पहिलो न पहिलो छ कि म सेतो मलाई ठुलो लाँदा त्यो चाहिँ मनपर्छ म गर्दैन यस्तो यसमा लाग्छ मम्मीले घरकै हो के हो दामी देख्दो रहेछ साँच्ची होइन बिरङ्गी देख्नु नि कति सफर कलर खेला अब कलर लाउनु कलर लगाइन्छ पिठो अर्कै छ जान्दैन लाउने मैदा पिठो नेपालमा साइबाको माला लाउनु पाएन चाहिँ यहाँ लगायो छ निकालिदिन्छ किन को लाउँछ मैदा पिठो डल्लो लगायो डल्लो त लाउ कसले ल आइज त को लाउ यहाँ देउमा यता यस्तो कान कोटाउने खोइ अघि त आमा ल्याउँ त पिठो ल्याएर सबै झरेको झरा गर्छ अनि काम होला त्यसले काम गरा न अघि हाम्रो त परिरहेको छ दुईजना त बसेर कान कोटाउने भनेर दुईजनालाई पनि डायलग हानिहाल आगा जान्छ रिसाएर जान्छ ए आयो यसको चाहिँ फिल्टर के भयो नि ल दादाको यताबाट गर्न मेरोमा त खिच्छु त के भयो यहाँ राखिदिन्छु चाहियो भने एकैतामा लगाइदिन्छ म त यो त बसिरहेको अलिकति ए भिडियोमा त सबिना आएको त मुखै छिर्दो रहेछ हातले अनरै छेल्यो बिहा उयो बाहिर लगेर चिसो बनाउनु त्यो त खाँदैन ए खै सेतो डल्लो लगाएर आउनु उतादेखि अर्को हार्दिङ दिन नि हार्दिङ दिन लामो ड्रिङ्क खान्छ यो खाने कि यो खाँदैन र हार्ड ड्रिङ्क त्यो शिरबन्दी एकछिन यसो उसकै बारे जनता कस्तो मचा क्या चपेर आयो के उता 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 उतै गएर एउटा कपाल के भयो कपाल झ्याम्लङ गरेर अनि सबै टाँस्छ होला यो खोर्सानी चाहिँ किन राखेको कम्ती बेला त्यो खोल ल्याएर लगाइदियो
के गरेछ हौ भन्छु ए उनीहरू सबै अनि त्यो अनि यहाँ चाहिँ कसले लाएन सबैले लाए आयो त सबैले दादा लाए। अब त फोटो खिच्नु यो भयो सबिना यहाँ आइज भनेको हात धोएर आइज त फोन खेलाएको अब यो चाहिँ म यस्तो यस्तो गरेर बनाउँछु काँटाले मात्रै यसरी बनाउँछु यहाँ राख्नु यहाँ राख्नुहुन्छ सकुनी है समुद्रको सानो धन्यवाद हातमा लिएन भाइ मसला जान्ने भयो भाइ ठिकै त गरिरहेको थियो त्यस्तो नि लाइट घरि यसरी गऱ्यो भने राम्रो आउँछ घरि उता गऱ्यो भने राम्रो आउँछ अनि त्यही अनुसार गरेको ला अहिले सबैजना बस अब त काम सके तेरो अब यतिको फोटो खिच्नु अहिले टोपी खिच्यो गिफ्टले गिफ्ट दिएर भएर टोपी नखाने घर लगौँ यस्तो खान्छ अरे उयो बोडका खाने उयो खान्छ बियर त्यो ब्लु यो दरस कसले धन्यवाद यहाँ यस्तोमा खाएको